दिनदिनै नेपालमा बोलिने कति भाषाहरूमा ह्रास हुँदै आएको छ, कति त लोप भएर पनि गइसक्यो। त्यस्तै नेपालमा अभ्यास गरिने जति पनि कल्चरहरू, संस्कारहरू, धर्महरूमा पनि ह्रास हुँदै गएको छ र कति लोप हुने स्थितिमा पनि पुग्न लागेका छन् अथवा त्यो दिशातिर जाँदैछन् भनेर हामीले अनुमान पनि लगाउन सकिन्छ। यो सबै हुनुको कारण के हो त? किन नेपालमा बोलिने भाषाहरू, धर्महरू, संस्कार, संस्कृतिहरू किन दिनानुदिन ह्रास हुँदै आएको छ? किन दिनानुदिन चाहिँ लोप हुने बाटोतिर उन्मुख छन्? यसको बारेमा आज थोरै चर्चा गरौँ। म कुनै राजनीतिक पार्टीमा आबद्ध छुइनँ, म कुनै पनि सङ्घ सङ्गठनहरूमा आबद्ध छुइनँ र कुनै पनि धर्मलाई अँगालेको छुइनँ। सो मेरो एउटा विश्लेषण, मेरो देखाइ एकदम विशुद्ध हुनेछ। एउटा व्यक्तिको आँखाबाट मैले विश्लेषण गर्नेछु, एनालाइज गर्नेछु। यहाँनिर धेरै मान्छेहरूले यही कुराहरू एनालाइज गर्नुहुन्छ, विश्लेषण गर्नुहुन्छ, तर उहाँहरू कुनै धर्मको प्रभावमा परेर, कुनै पार्टीको प्रभावमा परेर, कुनै सङ्गठनको प्रभावमा परेर त्यो विश्लेषणहरू गर्नुहुन्छ र उहाँहरूको विश्लेषण र मेरो विश्लेषणमा केही फरक अवश्य नै सायद यहाँहरूले पाउनुहुन्छ भन्ने मैले विश्वास गरेको छु। पहिलो कुरा त मलाई के लाग्छ भने कुनै पनि भाषा, संस्कार, संस्कृति, धर्महरूलाई अभ्यास गर्नको लागि त्यो समुदायमा भौतिक रूपमा सम्पन्न हुनुपर्छ। किनभने जब भौतिक रूपमा हामी सम्पन्न छैनौँ भने हामी विचलन हुनुपर्ने स्थिति आउँछ। हामी काम खोज्दै सहरमा जानुपर्ने अथवा सहरमा मात्र नभएर हामी विदेश पलायन हुनुपर्ने हुन्छ। विदेशमा हामीलाई हाम्रो संस्कारहरू, हाम्रो भाषाहरू, हाम्रो धर्महरू अभ्यास गर्न कठिन हुन्छ। नपाउने होइन, पाउँछ, बाहिर पनि पाउँछ, जता पनि पाउँछ। तर जति सहजपना तपाईँ हामीले आफ्नो घरमा बसेर गर्न सकिन्छ, त्यो बाहिर गइसकेपछि त्यो सहजपना हुँदैन। किनभने त्यहाँ उनीहरूको भाषा बोल्ने पर्ने हुन्छ। कति ठाउँमा उनीहरूको धर्मलाई हामीले पालन गर्नुपर्ने, आदर गर्नुपर्ने हुन्छ र कति संस्कारहरू उनीहरूको हामीले नक्कल गर्नुपर्ने, अवलम्बन गर्नुपर्ने अथवा त्यसलाई चाहिँ हामीले लिनुपर्ने हुन्छ हाम्रो सहजपनाको लागि। त्यसले गर्दाखेरि बिस्तारै हामीले आफ्नो मौलिक धर्म, मौलिक संस्कार, मौलिक भाषाहरूलाई हामीले बिर्सिँदै जान्छ। त्यो हामीलाई रियलाइज नहुन सक्छ, तर बिस्तारै यो हुन्छै हुन्छ। त्यसले गर्दाखेरि अहिले मैले उठाइराखेको कुरा मुकुमलुङको केवलकार मात्रै होइन, समग्रमा हामीले भौतिक विकासमा जोड दिनुपर्छ भनेको कारण त्यो। तर कतिले यसलाई चाहिँ भीमलाउतीले केवलकार बनाउनै पर्छ भन्यो भन्ने कुरा पनि कति ठाउँमा आएको छ। हो, मैले के भन्न चाहन्छु भने केवलकार पनि बन्नुपर्छ। त्यहाँको धार्मिक जुन संरचना, जुन आस्था, त्यो विश्वासमा पनि हामीले आँच आउन दिनुहुन्न। मैले भनेको सिम्पल, एकदम छोटकरीमा भन्दा सर्प पनि मर्ने, लट्ठी पनि नभाँच्ने तरिकाले काम गर्नुपर्छ भन्न खोजेको। त्यो साथसाथै हाम्रो भाषा, संस्कार, संस्कृति र धर्महरूलाई हामीले बचाउनु छ भने पहिलो शर्त नै आर्थिक रूपमा त्यो एरियालाई, समुदायलाई सबल बनाउन सक्नुपर्छ। यदि हामीले समुदायलाई आर्थिक रूपमा सबल बनाउन सकेनौँ, त्यो खालको शिक्षा, त्यो खालको कर्म गर्न हामीले सिकाएनौँ भने समुदाय पलायन हुन्छ।
जसरी अहिले भइराखेको छ। यो अर्थमा मैले पहिला पनि धेरैचोटि भनेको छु, हाम्रो याक्थुङ समुदायको कुरा गर्ने भने हाम्रो भाषा हराउँदै नै जान्छ। हाम्रो संस्कार संस्कृतिहरू अभ्यास गर्न कमी हुँदै जान्छ र जुन एउटा तपाईहरूले मुन्धुम धर्म भन्नुहोस्, किराँत धर्म भन्नुहोस्, युमा धर्म भन्नुहोस्, फाल्गुनन्द धर्म भन्नुहोस्, सत्य धर्म भन्नुहोस्, जे नाम दिनुहुन्छ त्यो धर्मको अभ्यासहरूमा पनि कमी हुँदै जान्छ। त्यो कमी हुँदै जानु भनेको नै लोप हुने बाटोतिर उन्मुख हुनु हो। र धेरै वर्ष, सयौं वर्ष भन्न चाहन्छु, सयौं वर्षदेखि हामी ओह्रालोतिर लागेका छौँ र हाम्रो धर्म, संस्कार, संस्कृति, भाषाहरू सबै ह्रास हुँदै गएको छ। अब यो हुन नदिनु एउटै मात्रै बाटो छ, हामी आर्थिक रूपमा सबल हुन सक्नु पर्यो र त्यहाँ हामी आर्थिक र भौतिक रूपमा सक्षम भएर रहन सक्ने एउटा वातावरण बनाउन सक्नु पर्यो। यदि त्यो बनाउन सक्दैनौँ भने हामीले हाम्रो भाषाको माया गरेको हुन्छ, न हामीले हाम्रो धर्म संस्कारको माया गरेको हुन्छ। यो त अटोमेटिक फेड भएर जान्छ, यो अटोमेटिक हराएर जान्छ। अब मेरो कुरालाई तपाईहरूले विश्वास गर्नु पर्दैन। यो कुरालाई बुझ्नको लागि चार्ल्स डार्विनको थ्योरी अफ इभोल्युसन तपाईँ हामीले बुझ्यो भने यो कुरा बुझ्न सकिन्छ। मलाई विश्वास नगर्नुहोस्, तर थ्योरी अफ इभोल्युसन त संसारका वैज्ञानिकहरूले, विशेष गरेर बायोलोजीका वैज्ञानिकहरूले धेरै एङ्गलबाट प्रमाणित गरिसकेको थ्योरी हो। जुन थ्योरी अहिले तपाईँ हाम्रो समुदायमा लागू भइराखेको छ, ह्रास भइरहेछ र हामी हराउने भन्ने हाम्रो याक्थुङबाहरूको मुन्धुम, याक्थुङबाहरूको भाषा संस्कार, याक्थुङबाहरूको धर्महरू लोप भएर जाने निश्चित छ। यति मात्रै फरक हो, यति मात्रै कुरो हो कि कति वर्षसम्म, कति सय वर्षसम्म, कति हजार वर्षसम्म बाँच्ने भन्ने मात्रै हो। हामीले यो थ्योरी अफ इभोल्युसन चार्ल्स डार्विनको एकचोटि अध्ययन गरौँ र यदि तपाईहरूले यो अध्ययन गरेर पनि विश्वास लाग्दैन भने त्यसपछि मेरो यो भनाइको खण्डन गर्न सक्नुहुन्छ। विचार मत राख्न पाउँछ, मैले पनि त्यही राखेको हुँ, तर तथ्यपरक रूपमा यदि तपाईहरूले खण्डन गर्न सक्नुहुन्छ भने गर्नुहोस्। तर मेरो बुझाइमा के हो भने जबसम्म भौतिक सम्पन्नता, भौतिक विकास, भौतिक समृद्धिमा हामीले जोड नदिने हो भने, यो कुरालाई हामीले चाहिँ नबुझ्ने हो भने हामीले चाहेर पनि हामीले हाम्रो भाषाले जोगाउन सक्दैनौँ, हाम्रो धर्मले जोगाउन सक्दैनौँ, हाम्रो संस्कार संस्कृतिले जोगाउन सक्दैनौँ। हामीले यो ठुलो हेर्ने मात्रै हो, यो हामीले बुझ्ने मात्रै हो। यो सामुदायिक एउटा रेस्पोन्सिबिलिटी हो, कलेक्टिभ रेस्पोन्सिबिलिटी हो। न तपाईँ कराएर हुन्छ, न म कराएर हुन्छ, न तपाईँ रोएर हुन्छ, न म रोएर हुन्छ। यो कलेक्टिभ एफोर्ट चाहिन्छ यसमा। यसको लागि धेरै समुदायमा यसको एउटा यो बुझाइ, यो कर्म हामीले गर्न सक्नुपर्छ, अनि मात्रै हामीले बचाउन सक्छौँ, नत्र हामीले केही पनि गर्न सक्दैनौँ। हाम्रो लिम्बू भाषाको भाषाविद जर्ज भान्ड्रिमले एउटा प्रश्न सोधिएको थियो उहाँलाई, लिम्बू भाषा अथवा श्रीजङ्गा भाषा, किराँत लिपि जे भन्नुहोस्, यो भाषा किन हराउँदैछ भनेर उहाँले यो क्वेसन गर्दाखेरि उहाँले भन्नुभएको छ, यसमा मुख्य कुरा त्यहाँको भौतिक एउटा धन सम्पत्तिसँग जोडिएको छ। जब मानिसहरू
गरिब हुँदै जान्छन्, उनीहरू अवसरको खोजीमा सहरतिर पस्छन्, विदेशतिर जान्छन् र अहिले लिम्बू भाषा, किरात भाषा, श्रीजङ्गा भाषा लोप हुँदै जानुमा यसको नै ठुलो भूमिका छ। त्यसले गर्दाखेरि हामीले के बुझौँ भने आर्थिक भौतिक सम्पन्नता बेगर हामीले जोगाउँछु भनेर पनि जोगाउन सक्दैनौँ। अहिले पनि मान्छेहरूले बुझ्या छन् लिम्बूको युनिभर्सिटीहरू खोल्नुपर्छ। लिम्बू भाषा, श्रीजङ्गा भाषा, किरात भाषाको जुन भाषा उन्नति, उसको लागि स्कुलहरू, युनिभर्सिटीहरू खोलेर त्यहाँ जब अपर्च्युनिटीहरू, अवसरहरू निकाल्नुपर्छ भन्ने सबैले थाहा छ। तर केले अड्क्या छ? नम्बर 1 कुरा पैसाले अड्क्या छ। पैसा नभएसम्म न युनिभर्सिटी खोल्न सक्यो, न कसैले जागिर दिन सक्यो। सो भौतिक विकास र हाम्रो भाषा, धर्म, संसार, संस्कृतिसँग एकदम नजिकको सम्बन्ध छ। यो सम्बन्धलाई हामीले बुझिराखेको छैन। यही नै अहिले पूर्वमा अथवा याक्थुङबा समुदायमा हाम्रो भाषाहरू, हाम्रो संस्कार, संस्कृतिहरूमा ह्रास आउनको मुख्य कारण यही हो। तर मैले याक्थुङबाको उदाहरणबाट मैले सबै नेपालमा बोलिने भाषाहरू, सबै संसार, संस्कृतिहरू, इभन नेपाली भाषा पनि, खस भाषा पनि ह्रास हुँदै गइराखेको अवस्था छ। धेरै जनमानसले इङ्ग्लिसलाई अँगाल्न थालेका छन्, किनभने इङ्ग्लिसमा अवसर धेरै छ नेपालीभन्दा। त्यही भएर इङ्ग्लिस भाषा बोल्यो भने संसारको जुनै कुनामा गएर पनि अपर्च्युनिटी पाउँछ। यो कुरालाई हामीले भुल्नु हुँदैन। धन्यवाद।